आज जति नै राम्रो नीति हामीले बनाए पनि, जति नै राम्रो कार्यक्रमको बारेमा छलफल गरे पनि हाम्रो नियत ठिक नभएको कारणले नेपालीले उन्नति गर्न सकेन भन्ने निचोड चाहिँ मेरो। त्यसो भएको कारणले गर्दाखेरि बिना स्रोतका सम्पत्ति जोड्ने, भ्रष्टाचार गर्ने, आर्थिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचारदेखि लिएर अनेक परेका छैन ठगी गर्ने, त्यो ठगीमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न बन्ने, त्यसको तपाईँको त्यसको प्रतिशतले हामीले चाहिँ के अरे आफ्नो जीव पालिराख्नु पर्ने यो चलनको हामीले अन्त्य नगरुन्जेलसम्म यस्ता सदनहरू थुप्रै गठन हुन्छन्, हामी जस्ता सांसद थुप्रै आउँछन् जान्छन्, सरकारहरू बन्छन्, विघटन हुन्छन्, तर हामीले प्रगति गर्न सक्दैनौँ। आज हरेक मान्छेलाई ठग्नु छ यो देशमा, मैले देखेँ। त्यसो भएको कारणले गर्दाखेरि यो ठग्ने चलनको अन्त्य नगरिकन, हामी इमान्दार नबनिकन नीति तथा कार्यक्रमको ठुलो यहाँ बहस भइराखेको छ। पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गऱ्यौँ उस्तो गऱ्यौँ भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ। तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा हुँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौँ। हामी सरकारलाई प्रश्न गर्छौँ, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने, प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छैन। हामी सरकारलाई मार्गदर्शन देखाउँछौँ, हामी सरकारलाई यसो गरौँ उसो गरौँ भनेर सल्लाह दिन्छौँ। सरकारले पनि हामी मात्रै जान्ने भन्ने हिसाबले आफ्नै तपाईँको चाहिँ मनको गीतहरू लेखेर नीति तथा नियम कानुनहरू बनाउनु हुँदैन। हामीले दिएका सल्लाहहरूलाई तपाईँहरूले गम्भीर भएर स्वीकार्नुपर्छ। मैले अघि भने हामी यहाँ बोल्छौँ, बोल्नु त बोल्छौँ, त्यसपछि सुनिन्छ कि सुनिँदैन, सुनिन्छ कि बुझिन्छ कि बुझिँदैन, बुझिसकेपछि स्वीकार गरिन्छ कि होइन, कारणसहित स्वीकार गर्नुपर्छ। फेरि त्यत्तिकै साथीले बोल्यो भन्ने हिसाबले स्वीकार्ने पनि होइन, र कारणसहित अस्वीकार पनि गर्नुपर्छ। यस्तो भएको कारणले स्वीकार गर्न सकिएन भन्नुपर्छ। नीति तथा कार्यक्रम बन्दाखेरि होइन, प्रतिपक्ष दलसँग छलफल गरिएको छैन। त्यतिकै खाका आयो, वाचन भयो, त्यो वाचन भएका खाकालाई हामीले स्वीकारिदिनुपर्ने, अनि भोलि नै तपाईँको चाहिँ गरिहाल्नुपर्ने भन्ने हिसाबले हतार कुदेर केही पनि हुँदैन। कुद्दै गरेको काम राम्रो हुँदैन। यो हाम्रो परीक्षा हो। कुद्दै परीक्षा लेख्दा के हुन्छ? त्यो मात्रा पुग्दैन, ह्यान्डराइटिङ राम्रो हुँदैन, बुझिँदैन भने जस्तो कुदेर हुँदैन। हामीलाई हतार त्यस्तो केही पनि छैन। बिस्तार गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने कुरा छ। बिस्तारै जाउँ, सरसल्लाह गरेर जाउँ। प्रतिपक्ष भन्ने बित्तिकै सत्तापक्षले भेट्नै नहुने, सत्तापक्ष भन्ने बित्तिकै प्रतिपक्षले चाहिँ भेट्नै नहुने भन्ने हिसाब होइन। तर पनि हामी विवेक प्रयोग गरेर, हामी मान्छे हौँ, मानवता प्रयोग गरेर हामीले चाहिँ के अरे सही र गलत छुट्याउन सक्नुपर्छ।